हेलो नमस्ते। गएको हप्ता चाहिँ साथी र म भएर एउटा टेम्पल गएको थियौँ। टेम्पल जानुको रिजन चाहिँ हामी माछा पकाउनलाई गएको थियौँ। अनि माछा पकाउनुको पनि मेन रिजन चाहिँ के थियो भने आफ्नो ब्याड लकहरू अनि आफ्नो नराम्रो रोगहरू चाहिँ सबै माछाले आफूसँगै पकाएर लान्छ अरे भन्ने विश्वास रहेछ नि त। सो हामी पनि त्यही थाहा भएर गएको थियौँ। अनि अब यस्तो भनिराख्दाखेरि कसैले भन्नु होला है, यस्तो अन्धविश्वासको कुरा चाहिँ किन गरिराख्नु हो भनेर भन्नु होला है। अन्धविश्वास भन्दा पनि मलाई चाहिँ मेन कुरा चाहिँ के लाग्छ भने है, आफ्नो मनको शान्ति अनि आफ्नो मनको खुसी चाहिँ ठुलो लाग्छ है। मलाई चाहिँ बच्चैबाट यस्तो कुराहरू गर्दै आएको भएर होला है, धार्मिक कुराहरू चाहिँ सिकाउनु हुन्थ्यो कि घरबाटै पहिले बच्चैदेखि नै है। सो मलाई चाहिँ यस्तो मन्दिरतिर जान पायो भने, पूजापाठ गर्न पायो भने चाहिँ आफ्नो मनबाटै शान्ति भएको जस्तो, मन खुसी भएको जस्तो फिल हुन्छ मलाई चाहिँ। सो हामी चाहिँ है मेन जानु नै आफ्नो पिसफुलको लागि हो है, आफ्नो मनको शान्तिको लागि नै जाने हो नि त मन्दिरमा खासमा है। झन् विदेश आएपछि त झन् मलाई यो ओभर थिङ्किङले अनि यो दिमागमा धेरै नराम्रो कुराहरू सोच्ने है, यो हुने नहुने कुराहरू सोचेर झन् आफैलाई मारिराखेको जस्तो फिल हुने कि है। कति टेन्सन हुन्छ नि त, झन् एक्लो फिल भइन्छ है। विदेशमा त्यस्तै त हो। मलाई झन् यहाँ आएपछि मेन चाहिने भनेको चाहिँ आफ्नो पिसफुल हो कि, आफ्नो त्यो मनको शान्ति अनि मनको खुसी जस्तो लाग्छ कि। मान्छेले चाहिँ है अरूलाई खुसी बनाउन भनेर के कति लागि पर्दा पनि अब सकिँदैन नि त है। अरूलाई खुसी बनाउँछु भन्दै आफू कति बेला कहाँ दुखी भइराखेको हुन्छ है, आफूलाई कहाँ कति बेला मारिराखेको हुन्छ, आफूलाई कहाँ टुक्राइराखेको हुन्छ थाहा नै हुँदैन कि है। त्यही भएर आफू खुसी छ भने चाहिँ हामीले सबैलाई खुसी बनाउन सकिन्छ जस्तो लाग्छ है। आफै खुसी छैन अनि आफ्नो नै मन शान्ति छैन भने चाहिँ हामीले कसैलाई केही गर्न पनि सकिँदैन, चाहे फ्यामिलीलाई होस् बाहिरको मान्छेलाई होस्, कहिले खुसी नै बनाउन सकिँदैन। मेन कुरा चाहिँ आफू हेल्दी हुनु पर्यो अनि आफ्नो मनैबाट खुसी हुनु पर्यो अनि आफ्नो मनैबाट शान्ति हुनु पर्यो जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर कि कहिलेकाहीँ चाहिँ है आफ्नो खुसी केमा छ अनि आफू के गर्दा आफ्नो मन चाहिँ शान्ति हुन्छ भन्ने कुरा पनि हेर्नु पर्दो रहेछ कि है। कहिलेकाहीँ चाहिँ मलाई चाहिँ त्यस्तै लाग्छ आजभोलि चाहिँ है। हामी चाहिँ जहिले पनि यस्तो हो हल्लामा बसिराखेको भएर होला है, यस्तो ठाउँमा जान पायो भने चाहिँ मलाई एकदम पिसफुल लाग्छ कि है, कस्तो खुसी लाग्छ। अनि त्यही भएर चाहिँ मलाई यस्तो ठाउँहरू कस्तो मनपर्छ कि। भनिन्छ नि हामीले आफैले आफैलाई चिन्न सकिँदैन रे भनेर। सो त्यो कुरा पनि हो कि, तर हामीले आफैले आफैलाई चिन्न नसकेर हामीले कति आफैले आफूलाई मारिराखेको हुन्छ कि भित्रभित्रै। त्यही भएर